हेलो गाइस, तपाईहरुलाई त अघिल्लो भिडियो देखिसक्नुभएको थियो हैन, घुम्न जान पाएन भन्ने। बुढीलाई चाहिँ आज मैले कुनै ठाउँमा लाएर मजाले घुमाएर लिएर आउँछु भन्ने प्लान गरिरहेको छु। बुढी चाहिँ रेडी हुँदैछन्। बुढी रेडी भएर सकियो? 2 मिनेट मात्रै। 2 मिनेट। अनि के छ, कहाँ जाने प्लान हो आज भन त खास? जान तिमी ब्यागहरु ल्याएपछि हजुर जान त जानु पर्यो नि। कहाँ जान मन लाग्छ तिमीलाई भन न, मन लागेको ठाउँमा लान्छु नि मैले मेरो बुढीलाई। जानु भन्दा सौरा चितवन। चितवन जाने अहिले यतिखेर? चितवन गरेर त आइन नि त कान्छु। ल ठिक छ, मैले मेरो बुढीलाई कहीँ न कहीँ लान्छु। कहाँ लान्छु भन्ने कुरा त चाहिँ एकैछिनमा थाहा हुन्छ हैन बुढो? गएपछि मात्रै थाहा हुन्छ क्या। गएपछि मात्रै थाहा हुन्छ। ल छिटो रेडी भयो ल। ल बुढीले चाहिँ मेकअप गरेर भ्याए हैन? आई एम रेडी टु गो। ल रेडी? आउटिङ। ल लेट्स गो। डेस्टिनेसन त कहाँ हो थाहा छैन मलाई, तर पनि हामी चाहिँ घरबाट निस्कियो गाडी। राइडिङ गर्दै हुनुहुन्छ, तर मलाई फेरि राइडिङ गरेको बेलामा बोल्न मन लाग्दैन के। यति नजिकै भएर पनि 3 इयर्ससम्म अझसम्म आएको थिएन। आज भर्खर फाइनली चाहिँ हामी सौरा फिस भिलेजमा आइसक्यौँ। हामी चाहिँ गेटदेखि भित्र पस्दैछौँ। राम्रो होला जस्तो त लाग्यो, तर कस्तो छ त्यो चाहिँ भित्र गएर मात्रै एक्सपिरियन्स गर्छौँ है। गाउँहरूको बिचमा राम्रो नजिकै भएर पनि हामी चाहिँ आएको थियौँ है। बहुत राम्रो छ, लास्टै राम्रो छ। कस्तो आउन मिस भइरहेको ठाउँ है ब्रो। पोखरीहरूको बिचमा कस्तो राम्रो कि बुढो है। हामी चाहिँ कुन बस्ने हो? बुढी कस्तो लाग्यो यो ठाउँ? धेरै नै राम्रो लाग्यो। सौरा चितवन जाने मन थियो, तर सौरा फिस भ्यालेजमा चाहिँ आयो नजिकै रहेछ। चितवन त्यो जाने कि हामी नेपालीहरूको बानी के छ भन्दाखेरि नजिकको तीर्थयाला भन्छ नि, नजिकको जति राम्रो भए पनि राम्रो छैन जस्तो लाग्छ नि, टाढा जस्तो भए पनि राम्रो छ। यति राम्रो ठाउँमा चाहिँ हामी आएको थिएनौँ कि। साथीहरू एकचोटि चाहिँ जसरी भयो नि टाइम मिलाएर आउनु होला। सौरा जाने ठाउँमा, यहाँ नजिकैको ठाउँमा सौराका जस्तो फिल हुने ठाउँ सौरा फिस भिलेजमा एकदमै राम्रो छ। खानेकुरा पनि मगाइसकेको छौँ, अब केही बेरमा आइहाल्छ। गाउँको बिचमा होइन, गाउँको बिचमा छ नि। कहाँबाट ल्याउँछ नि यहाँ? पर्सादीकतिरबाट होला कि फिसहरू ल्याउनु होइन। राम्रो चाहिँ अस्ति एकचोटि बाहिरबाट हेर्दा चाहिँ त्यस्तो भयो। फिस भिलेजमा आएको आनन्द आइरहेको छ। शान्त रमणीय ठाउँ। 1 हप्ता 10 दिनमा आइराख्नु पर्ने ठाउँ है सर। 1 हप्ता 10 दिनमा आएको है। एकचोटि आउने, आधी घन्टा 1 घन्टा बस्ने सर र फ्रेस भएर जाने। घुम्न आएपछि सानो सानो क्लिप त लेखिहाल्नै पर्यो नि है। मैले लेख्दैछु नि सानो क्लिप त। फाइनल्ली अर्डर आइसक्यो। ल यो टेस्ट गरेर त अहिलेको त घाँटीमा बिजा नबिजा किन? घाँटीमा बिजे त होइन भयो चिया चिकन जस्तो नहालेर सट्टै खाँदा कस्तो छ बुढो? टेस्टी छ, तर म चाहिँ धेरै खान सक्दैन क्या। तिमी के खान सक्छौ धेरै? हेर्नु सक्दैन। यो माछा खान पनि अलि गाह्रै लाग्छ कि लाग्न त? खान मन लाग्छ। ल बुढो खाइयो, पिरो भयो होइन? म त खान्न नि पिरो। त्यो घाँटीमा त छैन नि माछाको? त्यति नजान्ने त नसोच्नु न। अस्टै पिरो रहेछ है चटनी।
ल आइयो रमाइलो गरेर खाइयो अब लागौँ है ग्रुपमा आउनु भए झन् रमाइलो हुन्छ कि यस्तो यस्तो ठाउँमा त हामी दुईजना मात्रै भयो कि होइन यत्रो रिसोर्टमा त्यहाँ अरू पनि छन् गइसकेर ल हजुरहरू पनि आउनु होला सौरा फिस रिसोर्ट सौरामा सौराहा होइन यही 12 नम्बरदेखि नजिकै हो त्यही त सौरा के रिसोर्टको नाम ल साथीहरू हामी चाहिँ अहिले सौरा फिस विलेजमा छौँ माछाको विभिन्न परिकारहरू खाइयो अब हामी सरर घुम्दै घुम्दै घरतिर जानेछौँ घरतिर जानुपर्छ गाइस हजुरहरू मेरो पनि बुढी आउनु होला बिहान त रिसा थियो अहिले ह्याप्पी छ नि बुढी होइन टेस्टिङ छ के खाजाहरू चाहिँ यहाँको रहेछ कि बुढो ह्याप्पी छ नि अहिले होइन ह्याप्पी ह्याप्पी अलवेज बी ह्याप्पी ल फुल भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानलमा एकचोटि भिजिट गर्नु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला धन्यवाद सबैजनालाई जय नेपाल जय देश